जाने बेलामा धरा पानी पर गाइसहरू यार लगत लागिरहेछ। खोइ के खालको जन्मियो भदौमा जन्मेर हो कि क्या हो। पानी परिरहेछ जाने बेलामा पनि तपाईँले देख्न सक्नुहुन्छ। सबै पानी परिरहेछ। पानी भिजेर ब्याग पनि सबै भिजिरहेछ मेरो त। ल गाइसहरू लाग्यो पानी धेरै परेको रहेछ। मौसम पनि पानी पर्यो। साइड भएको कि के भएको साइडै लागेको जस्तो लागिरहेछ पानी परेर। कपाल सल ब्याग स्याग सबै भिज्यो मेरो चाहिँ। अब चाहिँ एयरपोर्ट लागिदिएछ हामी चाहिँ। तपाईँहरू मलाई देख्न सक्नुहुन्छ। अब चाहिँ त्रिभुवन राष्ट्रिय इन्टरनेसनल एयरपोर्ट जाँदैछ हामी चाहिँ। गाडी जाम त्यस्तै, मान्छेको भिडभाड त्यस्तै छ यहाँ एयरपोर्टमा देख्न सक्नुहुन्छ। यता गाडी जाम त्यस्तै छ, भिडभाड पनि त्यस्तै छ। के साह्रो भिडभाड भइरहेछ यो हाम्रो इन्टरनेसनल एयरपोर्टमा चाहिँ। मान्छेको ताती लागिरहेछ तपाईँहरू देख्न सक्नुहुन्छ। न फोटो खिच्ने ठाउँ छ न उभिने ठाउँ छ। फोटो खिच्ने ठाउँै छैन। के साह्रो हो यो आज त। ल गाइजहरू अब हामी चाहिँ एयरपोर्ट छिरिन आँटेको। अब यहाँ हामी चाहिँ बोर्डिङ पासतिर छिर्दैछौँ हामी चाहिँ। अब बोर्डिङ पास छिरेर हामी चाहिँ अब लाग्नेछौँ। आजको यात्रा भनेको चाहिँ हाम्रो हङकङसम्म हुन्छ। त्यसपछि हाम्रो भोलि यात्रा चाहिँ कोरियासम्म हुनेछ। हङकङदेखि कोरिया, काठमाडौँदेखि हङकङसम्मको यात्रा आज चाहिँ तपाईँहरूलाई म देखाउने छु बाटोमा के हुन्छ भनेर। मेरो यात्रामा फलो गर्नुहोस् र मलाई साथ दिनुहोस् सँगै। भिडियो पनि लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला मेरो भिडियोमा। हिमाल राख्ने भ्लगमा तपाईँ देख्न सक्नुहुन्छ। ल गाइजहरू अहिले चाहिँ निकै लाइनको बावजुद लगभग 2 घन्टा जति लाइनमा बस्यो। प्लेन पनि डिले भएछ। यति धेरै मान्छे थियो कि सिस्टमै छैन नेपालमा। एकै टाइममा धेरै मान्छेको प्लेन उडाउँछ। त्यही भएर सिस्टमै छैन क्या नेपालको चाहिँ। के सिस्टम यहाँ छ्या एकै ठाउँ 2-2 घन्टा लाइनमा बसेर अहिले यहाँ पुगिरहेको छु मैले। प्लेनै डिले भयो 2-2 घन्टा लाइनमा बसेर सबैको। एकै सिस्टममा सबै प्लेन उडाउने रहेछ एकै टाइममा। त्यही भएर मान्छे यति धेरै भिडभाड थियो कि आज चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। मान्छेको भिडभाड देखेर म त के भन्नु गर्मी त मऱ्यो, पाक्यो गाइजहरू पाक्यो। ल अब त्यसको भयो नेपाललाई आजै हो नेपाल ताता भन्ने दिन आयो। अब फेरि कति वर्षको लागि नेपाल आइँदैन। धेरै माया छ नेपाललाई। र आइरहेको हाम्रो जात्री मेलालाई पनि धेरै मिस छ। आदि कल्चरमै जानु परिरहेको छ मेरो जात्री मेला पनि। धेरै मिस भयो जात्रीलाई पनि। तपाईँहरूले देख्न सक्नुहुन्छ मलाई। म चाहिँ अहिले गाडीमा छु। अब चाहिँ हामी यहाँदेखि प्लेन चढ्यो हङकङतिर जानेछौँ। मलाई देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। अब प्लेन चढ्यो हामी चाहिँ। अब प्लेनको आवाज सुन्नु सक्नुहुन्छ भने अब चाहिँ प्लेनतिर लाग्यो हामी चाहिँ। तपाईँहरू मलाई देख्न सक्नुहुन्छ।
आउनुहोस्। अब चाहिँ म तपाईँलाई हङकङको प्लेनहरू देखाउँछु। यहाँ चाहिँ हङकङ एयरपोर्ट रहेको छ भन्दाखेरि यहाँ चाहिँ हङकङको प्लेनहरू देख्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ यति ठुलो छ हङकङ चाहिँ नेपालको तुलनामा त धेरै ठुलो, धेरै विकसित ठाउँ भइसकेको रहेछ। धेरै पनि देखाउनेछु तपाईँलाई कस्तो छ अहिलेको अवस्था हङकङको। यो बिहानको 7 बजिसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ 7 बजिरहेको छ भने म चाहिँ अहिले 7 बजेको अवस्थामा हङकङ तपाईँहरूलाई देखाउँदैछु। नेपालको तुलनामा धेरै राम्रो छ। यहाँ चाहिँ पानी, फ्रीको पानी पनि राखिदिएको छ भने हामी चाहिँ अहिले फ्रीको पानी खाएर आयौँ। अहिले चाहिँ कपमा तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ मलाई। अहिले चाहिँ म चाहिँ वेटिङ रुममा बसिरहेको छु। हाम्रो फ्लाइट चाहिँ लगभग 2 बजेको समयमा भएको कारणले चाहिँ अहिले चाहिँ हामी वेटिङ रुममा बसिरहेको छु। नेपाल कहिले बन्छ यस्तो? नेपालभन्दा त धेरै राम्रो रहेछ हङकङ। हङकङको एयरपोर्ट कति ठुलो छ, 2टा रहेछ यो एयरपोर्ट पनि। यो एउटा भयो भने अर्को चाहिँ पर देख्न सकिन्छ। तपाईँहरूले म देखाउँछु जुम गरेर। यहाँ चाहिँ यहाँ एउटा रहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब चाहिँ मुखसुख धुइयो गाइचार। यहाँ कोरिया हङकङको सिस्टम देखाउँछ तपाईँहरूले। यहाँ देख्नुहुन्छ यसरी थप्यो पानी आफै आउँछ। सिस्टम राम्रो छ। यहाँ टोयलेट बाथरुम पनि यति राम्रो छ, कोठाइभन्दा राम्रो छ यहाँ चाहिँ बाथरुमहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ। सिस्टम धेरै राम्रो छ। यसमा चाहिँ अलिकति यसो गरेर फिस निस्किन्छ। फिस यसो गरेर यहाँ चाहिँ यसो गऱ्यो भने यहाँ चाहिँ निस्किँदैन। यो बिग्रेको छ क्या, यहाँ निस्किएन। यहाँ हावा निस्किन्छ भने यहाँ चाहिँ पानी निस्किन्छ। यहाँ देख्न सक्नुहुन्छ। यो हात धुइदिइसक्यो। अब यो हात सफा पनि गरिदिँदैछ। यो हावा फालिरहेको छ। यहाँ चाहिँ सफा गरिदिन्छ सबै। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यति राम्रो छ। मान्छेहरूको कोठा पनि यस्तो हुँदैन, तर यहाँ टोयलेट चाहिँ यति राम्रो छ। यहाँ हेर्न सक्नुहुन्छ। यतापट्टि पनि यतापट्टि पनि हङकङको सिस्टम धेरै राम्रो छ। यो पछि तपाईँहरूलाई म पानीको सिस्टम देखाउँछु। त्यहाँ पानी पनि आफै फ्रीमै छ। नेपालमा त्यस्तो सिस्टम चाहिँ हुँदैन। यहाँ हङकङमा पानी पनि फ्रीमा छ। म अहिले देखाउँछु तपाईँहरूले। यहाँ चाहिँ फ्रीको पानी रहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। सिस्टम धेरै राम्रो छ। वाटर जोन लेखेको छ यहाँ चाहिँ। यहाँ चाहिँ कपहरू पनि राखिदिएको छ फ्रीमै। एयरपोर्टमा पानी तिर्खा लागेको बेला फ्रीमै खान सक्नुहुन्छ। यहाँ चाहिँ यहाँको सिस्टम पनि धेरै राम्रो छ। नेपालको सिस्टम कहिले हुने यस्तो सम्झिने पानी चम्किने हो। यहाँ पानी हाल्दै हुनुहुन्छ त उनीहरू चाहिँ। कप हालिदिन्छ, कपमा पानी हाल्यो, खायो, त्यही हो। म देखाउँछु तपाईँलाई सिस्टम। कप चाहिँ यहाँ रहेको छ। कप यहाँ एउटा एउटा निकाल्नु खोजेको, 3टा निस्केको कप पनि। कप 3टा निस्क्यो। यहाँ यतिकै राख्ने। अब यहाँ दबाएपछि चिसो तातो सबै आउँछ। सिस्टम धेरै राम्रो छ। देख्न सक्नुहुन्छ। पानी निस्किसक्यो यहाँ फ्रीमै। फ्रीको पानी हो फेरि यो। म त पानी खाँदैछु अहिले चाहिँ। पानी खाइसकेपछि चाहिँ यो बट्टामा हाल्नुपर्छ। यहाँ पानीको बट्टा रहेछ। उयोको बट्टा, यहाँ कपको बट्टा यहाँ रहेछ। यहाँ बट्टामा हालिदिइसकेपछि चाहिँ सिस्टम धेरै राम्रो छ। बाटोमा पनि यो यसरी राखिदिएको रहेछ। लिफ्ट हो कि के भन्छ यसलाई। सर यहाँ टेकेपछि आफै हिँडिन्छ। बाटोमा पनि हिँड्नै पर्दैन। लिफ्ट जस्तै हो यो पनि। लिफ्ट भर्यो क्या, हिँड्ने भर्यो। यहाँ चाहिँ बाटोमा यत्तिकै राखिदिइरहेछ। यो लगाएपछि चाहिँ
यहाँ चढेपछि हिँड्नै पर्दैन, सर आफै पुगाइदिन्छ बाटोमा पनि। एयरपोर्टभित्रै यति ठुलो चेस खेल्ने ठाउँ रहेको छ। झन्डै एउटा बच्चाभन्दा ठुलो नै 3-4 वर्षको बच्चाभन्दा ठुलो नै चेस खेल्ने ठाउँ रहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। सेड्युल त हालिसकेको रहेछ, तर गेट नम्बर चाहिँ हालेको रहेनछ। कति हो भनेर अझै धेरै टाइम भएर होला, गेट नम्बर चाहिँ हालेको छैन अहिलेसम्म। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ एयरपोर्टै यति धेरै ठुलो छ। यता पनि बाट उडान, यताबाट इमिग्रेसनबाट आउने ठाउँ र यता पनि उडान हुने ठाउँ। यता 60देखि 80को गेट हो भने यता चाहिँ 1देखि 36सम्म रहेछ, अनि 201देखि 230, 511देखि 530सम्म रहेछ। यता चाहिँ ठ्याक्कै 40देखि 59सम्म रहेछ। तपाईँहरू यहाँ हङकङको एयरपोर्टभित्रको दृश्यहरू तपाईँहरू देख्न सक्नुहुन्छ। हङकङमा चाहिँ जताततै टिभी देख्न सक्नुहुन्छ भने यहाँ पनि टिभी देख्न सक्नुहुन्छ भने यतातिर पनि टिभी देख्न सक्नुहुन्छ। गेम खेल्ने, टिभी खेल्ने सबै रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ मजाले हेर्नु त, उतातिर मार्बल छ भने मार्बलको माथि यहाँ कार्पेट ओछ्याएर कस्तो दामी बनाएको छ यहाँ चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। र साइडमा यहाँ फुलहरू पनि रोपेको देख्न सक्नुहुन्छ। र बस्ने ठाउँहरू चाहिँ कति राम्रो राम्रो एयरपोर्टभित्र हेर्नुहोस्, यति राम्रो बनाएको छ। यतातिर पनि हेर्नु त, फुलहरू देखाउँदैछु म तपाईँहरूलाई। यहाँ कार्पेट तल ओछ्याएको पनि यति राम्रो ओछ्याइरहेको छ भने यतातिर चाहिँ फुलहरू, यतातिर पनि फुलको सन्दर्भ हेर्नु सक्नुहुन्छ। यतातिर पनि फुलै फुल, र यतातिर चाहिँ प्लेन उड्ने ठाउँ रहेको छ भन्दाखेरि, र योपट्टि अर्कोपट्टि पनि छ, योपट्टि पनि रहेको छ। दुवैपट्टि बिचमा चाहिँ यो एयरपोर्ट रहेको छ भन्दाखेरि साइडमा पनि प्लेन उड्ने ठाउँ रहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। बस्ने ठाउँ पनि यति राम्रो बनाएको छ, यहाँ देख्न सक्नुहुन्छ। यहाँ बस्नलाई बनाएको छ। एयरपोर्टको सन्दर्भमा यातायात पनि देख्न सक्नुहुन्छ। यो एकपट्टि एयरपोर्ट छ भन्दाखेरि योपट्टि पनि एयरपोर्ट रहेको छ, दुवै साइडमा एयरपोर्ट रहेको छ। साह्रै ठुलो रहेछ हङकङको एयरपोर्ट चाहिँ। यताको साइडमा चाहिँ पाहाडहरू पनि देख्न सक्नुहुन्छ, र समुद्र पनि छ यहाँ छेउछेउमा। समुद्रको छेउछेउमै रहेछ एयरपोर्ट चाहिँ। साह्रै राम्रो रहेछ यहाँ हङकङ एयरपोर्ट चाहिँ, तपाईँहरूलाई म देखाउँदैछु अहिले चाहिँ। साइडमा यतिका राम्रो यो दृश्य देख्न सक्नुहुन्छ। यतिको राम्रो यो बनाइरहेको छ हङकङले चाहिँ। पनि एक ठाउँ रहेको छ, यतिको खतरा राम्रो बनाएको रहेछ। यहाँ पनि खतरा बनाएको रहेछ, देख्न सक्नुहुन्छ तपाईँहरू। वाउ, सुपर्ब। फोटो खिच्ने मान्छे नै छैन त आज त यार, भिडियो मात्रै खिचिरहेको थियो, त्यही भएर। तुताङ कता हरायो अरे। चार्जरको सन्दर्भमा चाहिँ यो ठुलो पिन पनि अट्ने रहेछ, सानो पिन पनि, र यो पछाडिबाट हुन्छ नि, यहाँ चाहिँ यो पछाडिबाट चाहिँ यसरी राख्यो भने यतिको चार्ज पनि हुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ ठुलो डाटा छ भने यहाँ सानो डाटा पनि छ। यो बस्ने पिसिने सबैमा चार्जर राखिदिएको हुन्छ यहाँ चाहिँ। यो चाहिँ खोइ नेपालमा त त्यति साह्रो म यो सिस्टम देखिनँ, हङकङमा चाहिँ साह्रै राम्रो सिस्टम रहेको छ। सबै बस्नेमा छ, सबै बस्नेमा यस्तो राखिदिएको रहेछ चार्ज गर्नुलाई चाहिँ। तपाईँहरू देख्नु हुँदैछ अहिले चाहिँ हङकङमा तपाईँहरूले देखाउँदैछ हङकङको एयरपोर्ट। यो चाहिँ के हो तपाईँ हेर्न सक्नुहुन्छ, यो घोडाको सेडल रहेर बनाएको रहेछ यहाँ चाहिँ। यो चाहिँ के बनाएको रहेछ अब, यो पनि चित्रै हो, गाईको चित्र त होइन, यो भैँसीको चित्र हो कि के को चित्र जस्तो लाग्यो। यहाँ छ चित्र, यही चित्र रहेछ। एवक्स रहेछ। यता चाहिँ मुसाको रहेछ, मुसाको चित्र रहेको छ यतातिर चाहिँ। यता चाहिँ के हो, यो चाहिँ सर्पको रहेछ, सर्प नै रहेछ जस्तो लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ सर्पै देखाइरहेको छ। यतातिर पनि रहेको छ, के छ, बादरको रहेको छ यहाँ चाहिँ। यतातिर के हो, यो
उनीहरूको भाषाहरू लेखेको छ थाहै पाइँदैन के हो हेर्नु तपाईँहरू के छ आफै कमेन्ट गरेर हेर्नु होला यतातिर पनि छ साह्रै राम्रो राम्रो बनाएको छ यहाँ चाहिँ यो चाहिँ के हो खरायो हो कि के हो यो पनि सर्टमै रहेछ स्नेक सर्टमै खालको बनाएको रहेछ यहाँ देख्नु छ यहाँ चाहिँ कुखुराको रहेछ कुखुराको बनाएको रहेछ यहाँ चाहिँ यतातिर चाहिँ खरायो अरे यो चाहिँ यहाँ खरायो देखेर छ यहाँ चाहिँ सानो पप्पी बनाएको रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ तपाईँलाई यहाँ हङकङको एयरपोर्टभित्रको दृश्यहरू देखाउँदैछु कस्तो कस्तो छ भनेर तपाईँ पनि साथ दिनु होला मसँगै यतातिर हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ स्याडल आइसकेको छ गेट नम्बर 1 आइसकेको छ प्लेन चाहिँ यही रहेको छ हामी चाहिँ यो प्लेनमा कोरिया जानेछौँ यो चाहिँ के को बनाएको रहेछ हौ ढुङ्गा खोला भनेको त यो त फलामको जस्तो टङ 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 बजिसकेको छ यो पनि देख्न सक्नुहुन्छ तपाईँले टिन हो कि फलाम हो यस्तो राम्रो बनाइरहेको छ है अर्को यतातिर पनि रहेको छ यहाँ जस्तो मजाको बुटाइवाला बनाएको छ मान्छेहरूलाई आकर्षण गर्नलाई के बनाउँदो रहेछ यो पनि छानिएको छ ढुङ्गै जस्तो छ यो त बजेन पनि यो त ढुङ्गाकै जस्तो लागिरहेको छ मलाई चाहिँ देख्न सक्नुहुन्छ फुलको सन्दर्भमा यो फुल चाहिँ फुलेको छैन यो चाहिँ हाम्रोतिर पनि पाउँछ यो फुल चाहिँ यसरी रोपेको छ एयरपोर्टभित्रै यहाँ चाहिँ फुल फुलिसकेको छ भन्दाखेरि तपाईँहरू फुलको दृश्य पनि देखाउँदैछु म फुलहरू यसरी फुलिसकेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ बत्ती पनि लगाएको रहेछ फुलभित्र नाइट भ्यू चाहिँ खतरा देखिने रहेछ यतातिर यहाँ चाहिँ मान्छेभन्दा ठुलो चेस खेलिरहेको अवस्था देखिन सक्नुहुन्छ तपाईँहरू यसरी मान्छे नै छिरेर चेस खेल्नु सकिन्छ यो चाहिँ राम्रो बनाइदिएको रहेछ यहाँ चाहिँ यति ठुलो चेस छ यहाँ चाहिँ मान्छेभन्दा पनि ठुलो छ चेस पनि देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ एउटा सिस्टर र यता चाहिँ खै बुवा हुनुहुन्छ होला बाउ छोरी चाहिँ चेस खेल्दै हुनुहुन्छ अहिले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अघिसम्म 35 गेट नम्बर थियो भन्दाखेरि अहिले चाहिँ चेन्ज भएर हाम्रो 61को गेटमा हाम्रो चाहिँ अहिले एन्ट्री गर्न जाँदैछ हामी चाहिँ अब चाहिँ हामी 61को गेटबाट चाहिँ कोरियासम्मको प्रस्थान गर्नेछौँ अब तपाईँलाई म हङकङको यो हाम्रो यात्रा देखाइरहेको थिएँ अहिलेसम्म चाहिँ कस्तो कस्तो थियो हङकङ एयरपोर्ट र के भएको थियो के देख्नुभयो भनेर अब चाहिँ हामी चाहिँ 61 गेटतिर जाँदैछौँ तपाईँले देख्न सक्नुहुन्छ साथमा म पनि छु हाम्रो ब्लग भनेको चाहिँ यस्तै हो साधारण हुन्छ माया साथ सपोर्ट पनि दिनु होला मेरो ब्लगलाई तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला म चाहिँ अहिले 61 तिर जाँदैछु म देख्न सक्नुहुन्छ तपाईँहरू यो चाहिँ हाम्रो गेट आइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ अब हाम्रो यहाँबाट प्रस्थान गर्नेछौँ हामी चाहिँ लगभग यहाँ त देखाएको छैन त एक साइडतिर देखायो चेन्ज भयो भनेर यही देखाइसकेको रहेछ ल साथीहरू लागिसक्यौँ हामी चाहिँ अब हङकङको यात्रा चाहिँ यति नै रहेको छ हाम्रो चाहिँ अब चाहिँ हामी कोरियातिर जाँदैछौँ अब भरेतिर चाहिँ साउथ कोरिया पुग्नेछु म साउथ कोरियाको पनि तपाईँहरूलाई देखाउनेछु अहिले चाहिँ हामी अब साउथ कोरियातिर लाँदैछौँ दृश्य चाहिँ यति नै रहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ र साथमा नेपाल दाजुभाइलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु सक्नुहुन्छ भिडियो मन परेको कमेन्ट गरिदिनु सक्नुहुन्छ र के देख्नुभयो मेरो साथमा तपाईँहरू अहिले चाहिँ म प्लेनभित्र छिर्दैछु अब प्लेनभित्र
दिइरहेको छ कति जाँदैछ तपाईँहरूलाई बाटोमा के के छनेर ल हामी चाहिँ अब अङ्गनको प्लेन चढिसकेको छौँ भने अब चाहिँ साउथ कोरियातिर जाँदैछ हामी चाहिँ नेपालीहरूलाई सबैजनाले पछाडिको सिट राखिदिएको रहेछ नेपाली सबै अरू कन्ट्रीको चाहिँ अगाडि छ भने हामी नेपाल कन्ट्रीको चाहिँ सबै पछाडि पारिदिएको रहेछ देख्न सक्नुहुन्छ तपाईँहरू यता चाहिँ कहाँबाट आउनुभएको तपाईँले कहाँबाट आउनुभएको नेपालबाटै होइन नेपाल कहाँबाट हिजो आउनुभयो कि आजै आउनुभयो होइन हिजै आउनुभयो कि आज भनेको हिजो त्यो चेपाचेप बिरामीको त्यसमै पर्नुभएको तपाईँले अहिले कहाँ जानु हुँदैछ तपाईँको अनुभव के कहाँ जानु हुँदैछ अहिले चाहिँ कोरिया नै हो कोरिया कुन ठाउँमा छनामा यो नाम भनिदिनु तपाईँको मिलन लिम्बू घिमिरे छनामा कुन ठाउँमा सङ्घ गाइजहरू साथीहरू अब चाहिँ कोरिया आइपुग्यौँ हामी चाहिँ कोरियाको त्यस्तै छ फेरि पनि त्यसरी जति कोरिया आइपुग्यो भनेर देख्न सक्नुहुन्छ ल फेरि पनि स्वागत छ है हामीलाई कोरियामा अब नेपाल बसाएपछि हामी चाहिँ कोरिया आइपुगिसकेको छौँ अहिले चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ कोरियाको इन्चन एयरपोर्ट रहेको छ टर्मिनल 1 अब चाहिँ हामी जाँदैछौँ स्याक अब इमिग्रेसन हुन्छ हाम्रो त्यसपछि त जाने हो त्यसपछि विशेष भएको छैन अहिले चाहिँ आउँछ ल गाइजहरू हामी चाहिँ कोरिया आइसक्यौँ कोरियाको यो चाहिँ अब बाहिर निस्केर अहिले गेटतिर रहेछ अब के भन्नु 20,000 अब चाहिँ यो फेन्टेक जाने भनेको हामी चाहिँ फेन्टेकको चाहिँ 10 बजेको मात्रै छ बस चाहिँ 8 बजेको चाहिँ बस रहेनछ अहिले चाहिँ 7:30 लगभग 7 बजिसकेको रहेछ तपाईँहरू देख्न सक्नुहुन्छ यतातिर चाहिँ अब बाटो काटिरहेको अवस्था देखिन्छ भने यतातिर मेट्रो चढ्ने यतातिर के चढ्ने अब कि मेट्रोमा जाने हामीहरू चाहिँ अहिले निस्किसकेको छौँ गेट बाहिर छौँ गेटको यो बाहिर चिसो मौसम रहेछ गर्मी होला जस्तो लाग्दै थियो नेपालमा साह्रै गर्मी छ तर यहाँ चाहिँ चिसो मौसम रहेछ तपाईँले चाहिँ मैले देखाउँदैछु कोरियाको एयरपोर्ट इन्चन एयरपोर्ट चिसो मौसम छ अहिले लगभग 7देखि 8 बजिसकेको छ भने यता बाहिरको मौसम यस्तो छ तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ इन्चन एयरपोर्ट कोरियाको एयरपोर्ट रहेको छ एयरपोर्टको दृश्यहरू चाहिँ यही रहेको छ तपाईँहरूलाई म देखाउँदैछु यहाँ अब ट्याक्सी चढेर जाऊँ कि बस त 10 बजीसम्म रहेछ गएर आराम पनि गर्नुपर्नेछ यात्रा यति नै भन्दा पनि अब म तपाईँलाई रुमसम्म चाहिँ लानेछु ल हामी बस्ने सेल्टर चाहिँ आइपुग्यो 요거 뭐 얼마나? 요거 100,000원. 100,000원? 오케이. 감사합니다. ल हामी बस्ने ठाउँ चाहिँ आइपुग्यो
यहीँको बुकिङ भएको थियो पहिले पनि यहीँ बसेको हामी अब चाहिँ बुकिङ भइसकेको थियो हाम्रो चाहिँ हामी चाहिँ आइसक्यौँ तपाईँहरू देख्न सक्नुहुन्छ ल हामी चाहिँ आइपुग्यौँ लगभग 2 दिनको यात्रा बाई बाई अब चाहिँ आइसक्यो अहिले चाहिँ ठ्याक्कै यहाँ फ्यानटेकको यो सेल्टरमा यो सेल्टर राम्रो छ फ्यानटेकको खनान यो एउटै हो तर यो अलिक राम्रो छ खनान भन्दा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अब चाहिँ हामी आइपुग्यौँ